पढेको स्कुलको उयो छ क्या त्यहाँ चाहिँ है नटडै हान्दिँदैछु म कति डराउने स्विमिङ हान्नु त्यो त गइसक्यो केही माग्दिनँ मलाई एउटा अलिक ठुलो युट्युबर बनाइदियो त्यति हो त्यही यसले चाहिँ अब यसको नाम के भन्न जाई घाँस यसको नाम चाहिँ जाई घाँस रहेछ यहाँ चाहिँ चिप्लिन पनि सक्छ हामी स्विमिङ खेल्नको लागि कहाँ आइपुग्यो यस्तो यस्तो ठाउँमा हेर्नु लास्टै जङ्गल छ मा देख्न मात्र हो अलिक हामी यहाँ आया आया ओइ कति धेरै खेतै खेत थियो यहाँ घरै घर थियो है पुरै बगाइदिएको भने मुलाई यो खोला छ नि हैन भोलि पेक खेला आउँदैन यसलाई नि आउँदैन मलाई आउँदैन न हामी त यही छेउछेउमा खेलिरहेको थियौँ कम्ती मजा आएको छैन है त्यो गाइस यहाँ चाहिँ बब्बाल ग्राउन्ड छ हेर्नु न यहाँ चाहिँ मलाई अहिलेसम्म कम्ती छैन मा खारै सकेको छैन म त यहाँ मलाई काँडाले घोचेर मर्न आँटेको छु पानी पर्न आँटेको जस्तो भइरहेछ यस्तो डाँडै डाँडा रहेछ मा यो त कहीँ अस्ति नै एकचोटि आएको थियो नि यहाँ ठुलो बाढी त्यही हो क्या बाढीले गर्दा भयो यहाँ पुरै बाढी आएको थियो पहिला ठुलो है अनि म गाउँ नगएको नि धेरै भइसक्यो धेरै पछि आज जान्छु भोलि आइहाल्छु होला भोलि बस्न पनि सक्छु तर आइहाल्न सक्छु यस्तै छ डाँडा सानो छ मेलम्ची हो यो मेलम्ची नै होला यसलाई त थाहा नै छैन नाम पनि मलाई यस्तै रहेछ माया खोलै खोला छ मा यहाँतिर नि खोला थियो पहिला त अहिले त छैन रहेछ यता आएको सुकिसकेको रहेछ खोला नि छैन रहेछ यहाँतिर कति धेरै गाडी हुन्छ एउटा पिच गरिदिनु पर्ने हुन्छ क्या यहाँ हेर्नु त मा कस्तो डर लाग्दछ माथिबाट मलाई ढुङ्गा आएर खिच्यो भने त्यो गइसक्यो म हिँडिसकेँ म त बिहान गाउँतिरको नेचुरल उयो हो गाइस गाउँतिर यस्तै हुन्छ एकदम अहिले म मेरो घर जाने बाटो आइसकेँ माथि यहाँसम्म पठाउमा आएँ भर्खरै दाइले छोडिदिनु भयो अब म यहाँ मन्दिरमा आइसकेँ यहाँ त यस्तो यस्तो रहेछ है यहाँतिर त यस्तो यस्तो चिप्लो चिप्लो यस्तो सल्लाहको पाताहरू रहेछ भगवान् रक्षा गर माया ल भगवान् धेरै केही माग्दिनँ मलाई एउटा अलिक ठुलो युट्युबर बनाइदियो त्यति हो ठुलो भ्लगको पातै पाक्छ चिप्लिन्छ नि त्यस्तोमा अब बिस्तारै जानुपर्ने हुन्छ त्यो गाइस मैले आइसकेँ त्यो गाइस अब चाहिँ म हिँड्दैछु मा कस्तो हिँड्न नि नजानेको जस्तो यस्तो यो बाटो जानुपर्छ त्यो गाइस काठमाडौँ गएर म 8 बजीतिर हिँडेको अहिले 11 बज्यो घरसम्मै पुग्न चाहिँ त्यति टाइम लागिरहेछ ल गाइस अब त्यही ठुलियामा घर जानुपर्ने हुन्छ अब अलि मुनि गएर भेटौँ मैले बाई बाई यो पनि मेरै बारी होइन यो पनि हाम्रै बारी होइन ओ यहाँ त अनि केही पनि छैन रहेछ त अनि यहाँदेखि किन मकै नछरेको रहेछ ओ केटा दाइ जस्तो छ त त्यो त्यो गाई झाँक्दै यहाँ आइसक्यो मैले हाम्रो यो त गाउँ हो त्यो गाई डेली हाल्यो उयो औँसेलु त्यहाँ पनि छ यार औँसेलु त्यहाँ पनि छ र ओ किम्बु छ कि छैन ओ किम्बु त छ कि छैन मैले उयो पनि जोड्नु बिर्सेँ त टी सर्ट उसको लगाएको मैले टी सर्ट ऐँसेलु खाम न अनि नखाने त ओइ ऐँसेलु त आम्मा माला माल मुला ओइ मा हाम्रै हो आज हाम्रै पार्टी हो मा ऐँसेलु केटा हो ऐँसेलु खान मन छ कि छैन ए बा यिनीहरू त यहाँ खानेमा गाइस यहाँ गाउँमा छ यहाँतिर ऐँसेलु ओइ धेरै वर्षपछि खाएर होला कम्ती मिठो भएको छैन हाम्रो चाहिँ आज बब्बाल छ हिजो मोमो पार्टी हानेको थिएँ आज ऐँसेलु पार्टी गाइस मैले नि 1 वर्षपछि खाएको मिठो छ मलाई सबै खाइदिउँ न आज सिधाइदिनु हो भ्याउँदैन आउँदाखेरि के गाइस हामीले आज यो खाना चाहिँ अलिक भ्याउँदैन जस्तो छ टन्नै छ नि त उता छ आम्मा जान्छ तल यति मिठो छ जाम अहिले जाम बाटोमा कत्रो एकदम मिठो मिठो छ गाइस काँडाहरूले घोचे नि मतलब भन्न यहाँ त सुन्न कुखुरा नि भेटेको थियो भने एकदिन त्यस्तो नभन्न नि मलाई त मुला अहिले त हुँदैन नि अहिले गर्मी धेरै गर्मी भएको दिन मात्र आउँछ घाम लाग्यो धेरै घाम लागेको दिन आउँछ गाउँमा आएको फाइदा भने हो क्या हेर्नु कति धेरै ऐँसेलु छ काठमाडौँमा चाहिँ त्यस्तो धेरै पाउँदैन ऐँसेलु कहाँ पुगेको छ है एकचोटि तरमा यसलाई नि मैले लगेको थिएँ भक्तपुरमा हो नि त्यो काठमाडौँ होइन नि भक्तपुरको सरस्वती खेलमा त्यहाँ चाहिँ सानो धेरै थिएन
यहाँ त आम्मा कम्ती छैन है तलतिर त यस्तो त कति छ किन हुन्थ्यो अब मैले अब के गर्नु कम्ती छ अब एक्लै खान पर्ने बेला भयो यहाँ खानै नसकिने कम्ती छैन अनि हामी स्विमिङ खेल्न जाने हो किन अब जाने हो हामी अब स्विमिङ खेल्न जाने आज लास्ट दिन हो नि त त्यही भएर आजै हामी सबै गर्ने हो मेलम्चीको पानी खाएको होला नि त काठमाडौँमा खाने सबै हामी मुलानी मेलाउँथ्यौँ हामी त्यो पौडी खेलिदिन्छौँ तिमीहरूले खाने पानीमा आयो अलग ही लेवल का बंदा था सोचा घर अगाडि त त्यत्रो रुख थियो मेरो घरमा चाहिँ अहिले कोही पनि बस्दैन यहाँतिर हामी यस्तै यस्तै बेलामा कति बाख्रा चराउनु जान्थ्यौँ पहिला है अहिले चाहिँ त्यस्तो गइसक्यो अब हामी काठमाडौँमा बस्छौँ अब यस्तै छ अब गाउँतिर एकदम राम्रो छ क्या यहाँतिर नि यो रुखलाई चाहिँ हामी पहिला हेलिकप्टर बन्ने रुख भन्थ्यौँ है यो रुखबाट हेलिकप्टरको त्यो हुन्छ नि केही उयो हुन्छ नि त्यो ढोकाहरू बन्ने हो क्या सिप भनेको डुङ्गाहरू पनि अनि हाम्रो गाउँमा त एउटा के राम्रो कुरो छ भने त्यस्तो एउटा घरमा धाराहरू टन्नै छ है एउटा घरमा धारा एउटा छ क्या है मेरो घरमा मेरो दुईवटा घर छ त्यही भएर मेरो दुईवटा धारा छ एक घरमा एउटा धारा थियो तर मेरो दुईवटा घर दुईवटा धारा कोही बस्ने होइन फेरि त्यो धारा मात्र छ कोही यहाँतिर बाटो ठुलो हुँदो रहेछ ए उहाँ मुनि एक्लै रहेछन् ऐसेलु बबाल रहेछ मिठो छ म्या ऐसेलु चाहिँ अनि त्यो काठमाडौँको त्यो भाइहरू रेसाइरहेको थियो म आएको भनेर साइकल चलाउन पाउँदैनन् साइकल भित्र थुनेर आएको छ बाहिर राखे भयो त तिमीलाई त ध्वस्त पार्छ नि यस्तो बाटो जाने हो र त्यो चाहिँ 12 को एक्जाम दिएर आएको त्यो चाहिँ ओइ अनिल ऊ चाहिँ 12 को एक्जाम दिएर आएको त्यसले भोलि त छुट्टी त हो नि ओइ भोलि त हामी जान आँटेको आइज नि यसै डुल्न जाऊँ आइज डुल्न जाऊँ मुनतिर आइज जाऊँ मुनतिर गाडीमा आउने त नि अहिले किन बोक्नु त बसमा उयो गाइनेसँग आइज आइज न अब सर्ट फुकाल न त्यहाँ माथि भुतिन्छ मलाई 12 बजिरहेछ आइज जाउँ सन्तोष तर म चाहिँ ढिला हुन्छ आइज जाने भए आइज मुला तेरो 12 को एक्जाम कस्तो भयो रे बबाल भयो त्यो भोलि के को एक्जाम तेरो खाली हो पछिदेखि ल म माथि आएर भेटौँला है त यसलाई गाउँ सबै घुमाएर जङ्गल घुमाउँदै ल्याउने हो कि यसलाई अनि यस्तो भगोरो पुऱ्याइदिन्छ यसलाई है 2-3 दिन बस्न पाए त मुला म युट्युब मोनिटाइज हानिहाल्थेँ यहीँ बसेर ल गाइस अहिले लड्यो भने लड्छ त्यही भएर अलि बिस्तारै जान्छौँ अब लड्न सक्छ यस्तो बाटो अलि यस्तो छ त्यही भएर अलि हिँड्ने बानी छैन त्यही हो ल के गाइस यसले चाहिँ अब यसको नाम के भन्न जाई घाँस यसको नाम चाहिँ जाई घाँस रहेछ मैले गाउँ यत्रो सबै भिजा रहेछ हाल्न यसले चाहिँ बोक्छ अरे अब उही ऊ त्यहीँ देखिरहेको छ त्यो त त्यो रोड त ऊ त्यहीँ देखिरहेको छ त अनि त्यही त जाने हो नि अझ यत्रो बिति सकेपछि बोकिसकेपछि हामी जान्छौँ यहाँ चाहिँ बब्बाल हावा चलिरहेको छ अहिले गर्मी भइरहेछ त्यही माथि अलिअलि बब्बाल हावा चलिरहेको छ अहिले हामी माको मुनि त्यहाँ मुनि हामी स्विमिङ खेल्न जाँदैछौँ कसैलाई पनि थाहा हुँदैन यो र म मात्रै जान आँटेको टम्मै हामी फाल्ने होइन अहिले पारी चाहिँ डाँडा छ गाइस बब्बाल डाँडा छ यहाँ भ्लग हेर्नेलाई त थाहा भइहाल्छ पछि त्यही चाहिँ हामीले त्योमा कम्ती बोक्यो 2टा गाडी पठाइसक्यौँ भाइको है 2 गाडीसम्म पठाइसक्यौँ न म गर्मीले कम्ती यत्रो दिन काठमाडौँमा सुतेर बसेको मा आज मलाई सबै निस्किएको नि यार पसिना खली आएर मुला म मर्न आँटेको थिएँ म त्यो चाहिँ उठ्थेँ यसले चाहिँ भारी बोक्यो यसले चाहिँ भारी
बोकेँ मैले चाहिँ एकचोटिमा 5-6 मुला बोकेँ त्यस्तो गरेर एक भारी चाहिँ बोक्दिएँ मैले अनि कम्ती गर्मी भएको त मलाई खलखली पसिना आएर अब हामी त्यही ड्याम मलाई हामीले अब खेल्न जान आँटेको यहाँ पुरै घना जङ्गल छ है बाटै छैन नि मुला घना जङ्गल छ यहाँ त चिप्लिन नि सक्छ हामी मा कस्तो उयो भइरहेछ यार मा गर्मी भइरहेछ यस्तो त्यो गाइस यहाँ चाहिँ 1 मिस गेम फिनिस भने जस्तै पुरै यहाँ के गरे हामी यहाँ गुल्टे भन्ने चाहिँ यसमा चिप्लेर मऱ्यो भनेर सोच्यो हुन्छ क्या यहाँ पुरै ठुलो उयो रहेछ भिड रहेछ ओ यो बगरको बाटो हो यो बगरको बाटो जस्तो लाग्यो गाइस लास्टै जङ्गल छ यार मलाई चाहिँ लास्ट डर लाग्यो नकुद्नु मुला बिस्तारै हिँड्ने तर मसँग जाने ए डर लाग्छ क्या मलाई यहाँ चाहिँ लास्टै घना जङ्गलै छ यार मलाई स्विमिङ खेल्नको लागि कहाँ आइपुगेँ यस्तो ठाउँमा हेर्नु लास्टै जङ्गल छ मा देख्न मात्र हो लास्टै जङ्गल छ त्यो सानो सेतो देखिरहेको छ नि त्यो खोला हो बारी पछि यत्रो आउनु ओ बारी भन्दा यहाँ यो खोलामा स्विमिङ नखेलेको त 5-6 वर्ष भइसक्यो अहिले चाहिँ हामी यहाँ म झिक्दिन्छु चिसो नि छ नि भइतिर हेर तँले मोबाइल खोल्नु गरे ओयो छिटो जान्न मुला यो चाहिँ आफकै बोट हो त उही घाटमा पनि उही यो चाहिँ हाम्रो घाट अरे गाइस मतलब यो चाहिँ घाट क्या उयो यो छ नि यो घर जस्तो मैले दाउराहरू राख्छ नि मान्छे मरेको सी पोल्नको लागि छिटो यहाँतिर सिस्नु पनि बबल छ यहाँ चाहिँ कुलो छ पानी छैन मा पहिरोहरू यो हामी यहाँ आइसक्यौँ यो चाहिँ खेतै हो है यहाँनिर कति धेरै खेतै थियो यहाँ घरै घर थियो है पुरै बगाइदिएको भने मुला यो खोला छ नि कम्ती ठुलो बारी आएको थियो त गाइस यहाँनिर कम्ती गर्मी भएको थिएन अघि त अहिले मुनि झरेपछि ओइ हामी त्यो भिड चढेर आएकै गाइस त्यो यहाँ हेर्नु कत्रो भिड छ यहाँ झन् आइयामा कस्तो बाटो यार यो त यहाँ छ त रेडी हो अब खेल्नलाई जाने बित्तिकै हाम फाल्ने हो क्या हो त ओइ मुला जे होस् हाम्रो घाटको चाहिँ घर हिँड्ने अब त्यो बब्बाल हान्ने हो काठमाडौँमा नि हान्ने हो यहाँ पनि हान्ने हो काठमाडौँमा भन्दा मजा आउँछ यहाँ चाहिँ ठुलो छ गाइस यहाँ भिड चाहिँ मजा आइरहेछ छेउबाट ओइ गाइस हामी खोलामा यहाँ आइसक्यो तर स्विमिङ खेल्ने ठाउँै छैन क्या यस्तो ढुङ्गामा कहाँ खेल्छ त यार खोला धमिलो भएको हो क्या मुला यो गहिरो छैन एकचोटि ट्राई नै हान्नुपर्छ मुला गाइस स्विमिङ खेल्यो भने आएको मुला लास्ट गहिरो छ जस्तो लाग्यो क्या यहाँ रिक्स लिएर नखेलौँ यस्तो खोलामा के गरी डुब्यो भने त डुबिहाल्यो होइन कस्तो टाढो देखिया कहाँ जाने भन्छ यहाँ घर स्विमिङ खेल्ने भनेर आएको मुला त्यही गाइस हामी स्विमिङ कसम खेल्ने भनेर आएको यहाँ बबाल छ मजा आयो यहाँ त अलिकति गइरहेछ जस्तो छ त्यही पनि यो त रेडी भइसक्यो खेल्नलाई तनी आइज नि छिटो ल पका हैन भोलि पेक गाइस ल हामी चाहिँ जान आँटेको है त फेरि मान्छेहरू छ वरिपरि है डर छैन फेरि त्यहाँ हाम्रो स्कुलको म पहिला पढेको स्कुलको उयो छ क्या त्यहाँ चाहिँ है नटडै हान्दिँदैछु म कतिको डराउने स्विमिङ हान्यो त्यो त गइसक्यो त्यति मेरो चाहियो गाइस
मजा आयो है लास्टै हामीलाई खेल्न आउँदैन त्यही पनि मा डुबी भयो नि खेल्यौँ है डुबी भयो नि खेलेको यहाँनिर खेलेको है यहाँनिर तर अलिअलि गइरहेको छ उता तर चाहिँ अनि अलिअलि डर लाग्यो हामीलाई खेल्न आउँदैन क्या स्विमिङै त्यही भएर हो कि आयो है म त वारीपारी गर्न सक्छु यसले त अलिअलि यत्तिकै स्विमिङ खेल्यो नि यहाँनिर खेल्ने जाने बित्तिकै ढुङ्गोले चिप्लिरहेको छ क्या चिप्लिने बित्तिकै लडिरहेको छ ढुङ्गो छ यो खोलाभरि यहाँभरि ढुङ्गो छ गाइस अहिले हामी अब जान आँटेको अहिले हामी यहाँ बसिरहेको थियौँ अब हामी जान आँटेको उता कहाँ तैँले त लुगा लगाइसके जस्तो त्यही भएर ला भने के त्यो बोकेर हिँड्ने हो त्यो गाइस यहाँ चाहिँ बब्बाल ग्राउन्ड छ हेर्नु न त्यो अहिले हामी पानी खान आएको कस्तो भोक लागिरहेछ है त्यहाँबाट आएपछि यस्तै छ यहाँ चाहिँ हरियाली ठिक बब्बाल छ यहाँ त्यही गाइस अब हामी आइसक्यो यो घर छ नि गाइस यो त लास्टै पुरानो घर है हाम्रो ओ यहाँ त ऐसेलु बोट रहेछ त उ त्यहाँ माथि पनि ऐसेलु है गाइस त्यो पुरै येल्लो कलरको अलिक देखिने क्या येल्लो कलरको यसमा ओभर छ यार यहाँ त कसम अब मैले पनि खानु पनि हुन्छ सकेको छैन म त यहाँ मलाई काँडाले घोचेर मर्न आँटेँ स्विमिङ पनि खेलियो सबै गरियो लास्ट दिन आज जे भए पनि एक दिनमा भयो नि लास्टै मोजा हान्ने गाउँमा यो पछाडिको पुरै ऐसेलु है गाइस त्यहाँ माथि छ हामीले मुनिको चाहिँ सबै खाइसक्यौँ यहाँ मात्र होइन उतापट्टि पनि छ है उतापट्टि पनि यता हेर्ने यहाँनिर पनि कम्ती छैन खाँदा मलाई त कति भइसक्यो अझै पनि छ गाइस यहाँनिर मलाई घोचेछ मलाई काँडाले मैले त देखे पनि थिइनँ हेर्नु त्यहाँ यो पुरै कोता अब त हामी हिँड्न आँटेको अब त हामी पुग्न आँटिसक्यौँ अनि यहाँ त एउटा बब्बाल फुल फलिरहेछ फुल क्या केटीहरू भए यहाँ कति फोटो खिच्थ्यो होला है केटीहरू भए कम्ती फोटो खिच्ने होला यहाँ बब्बाल देखिरहेको छ क्यामेरा मजा अर्को देखेर यहाँ हेर्नु गाइस बब्बाल छ क्या यो फुल कम्ती फोटो खिच्ने